धानको बिउ नै आइसक्यो रहेछ। यहाँ हेर्न सक्नुहुन्छ अवस्था यस्तो छ। ल यस्तो छ अवस्था। के गर्नै पर्यो, गाह्रो छ। यस्तो जुगाड गर्नु परिरहेछ। आजको काम यस्तै छ। गाउँघरतिर के गर्नु अब यसरी सामान ल्यायो। अब सेटअप बनाउने हो, त्यसपछि माट्नु पर्यो। गाइस के गर्नु, दुःख छ। सेटअपै ढल्यो, अब फेरि बनाउँदैछ हाम्रो। अब के गर्नु। ल सेटअप भयो। अब सुरु। ल यस्तो छ अवस्था। तल्लीको धान फाँड हेर्न सक्नुहुन्छ। धानको खेत माथि कैयौँ झर्ना हल्का बादलले छेक। हेलो गुड मर्निङ एभ्रिवान, सबैजनालाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ धानमा नआएको छु। प्राकृतिक प्रकोपको कारणले 3-4 दिनसम्म पानी परेको भएर यहाँ धानहरू सब बिग्रेको छ। हेर्न सक्नुहुन्छ यस्तो बिजोग छ धानको, हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो सेटअप हुँदैछ यहाँ। यी धानको अवस्था हेर्नुहोस् त, परालकै सब कुहिसक्यो रहेछ। आज चाहिँ हल्का खुलेछ, घाम लागेको छ, तर बादलै बादल छ। ल हाम्रो सेटअप भयो। अब मार्न सुरु है त। ल यस्तो छ समस्या। अब के गर्ने। त्यो मसरुम रेसा खलाङ आउँछ। धानको बिउ नै आइसक्यो रहेछ। यहाँ हेर्न सक्नुहुन्छ अवस्था यस्तो छ। के गर्नु, धानको बिउ नै आइसकेछ यहाँ। बिजोक छ, बिजोक। के गर्नु, अब मार्नै पर्यो, खानै पर्यो। ल अब खाना खाइयो। ल पानी पर्यो, अवस्था यस्तो छ। अवस्था यस्तो छ, के गर्नु। धान हेर्न सक्नुहुन्छ। सेटअप हुँदैछ यहाँ। अब पानीमा मार्ने हो। यो पानी परिरहेछ, यहाँभित्र सेटअप हुँदैछ। अवस्था यस्तो छ, के गर्नु।
टेक्नोलोजिया टेक्नोलोजिया गाह्रो छ गाह्रो छ गरी खान गाह्रो छ नेपालमा यस्तो छ अवस्था यस्तै के गरौँ ले रहे या ल ठीक बा टेक्नोलोजिया ल यसरी जुगाड गरेछौँ हामीले जुगाड बिजोक छ कसरी बनाउनु ल अब त्यहाँ सेटअप बनाउनु पर्यो त्यसको लागि यहाँ बाँसहरू लिन आएको छु सेटअप भएन अब पानी पर्यो मौसम यस्तो छ हालत यो बाँसहरू लगेर त्यहाँ सेटअप बनाउनु पर्यो अब यसरी सामान ल्यायो अब सेटअप बनाउने हो त्यसपछि माट्नु पर्यो गाइस के गर्नु दुःख छ गरी खानलाई बाटो यस्तो छ हाय सेटअपै ढल्यो अब फेरि बनाउँदैछ हाम्रो अब के गर्नु माथिको सेटअप भइसक्यो हाम्रो चाहिँ ढल्यो है फेरि बनाउँदैछौँ ल सेटअप भयो अब सुरु Mama ya ada dia. Ya wah, weh baik. Rawa juri ni beri poldo. Ada. Ya apa ni mak anjir tu. Sepuluh anjir. Atau nggak jual sapi. ल हाम्रो भारी चाहिँ 4 भारी भयो अब फेरि त्यहाँ थोरै बाँकी छ अब चाहिँ खाजासाजा खाएर घरतिर लाग्छौँ है हेर्न सक्नुहुन्छ ल पानी अझै रोकिएको छैन पानीको अवस्था यस्तै हो यसरी छाप्रो बनाएर माडिरहेछौँ है त ल बिजोक छ गाउँघरतिर के गर्नु गर्नै पर्यो ल फाइनली सक्यो अब ग्राउन्ड फ्लोरमा आयो हामी आजको काम यस्तै छ गाउँघरतिर के गर्नु अब ल यो अन्तिम हो अब अन्तिम लाइन
यस्तो जुगाड गर्नु परिरहेछ सक्यो फिनिस सानो रखेवा खोरङ्गे त्यसले मलाई नामले हो थुइरनु हामीले घाटले रङ मोनि भा सानो तारा थामो म परम भन्छ ट्याक्टर सबै अब नान्सली हो यहाँ मैसुली सुहा पारे ससुली डन्डी रो चोखे मल्ला पानी अझै परिरहेछ है तल ल यस्तो छ अवस्था के गर्नै पर्यो गाह्रो छ पानी तप 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 फाइनली सक्यो है ल ल यस्तो छ अवस्था के गर्नु यहाँ राख्ने ठाउँ छ Right. यहाँ खाना पाकिसकिरहेछ आजको धान अर्को यस्तो एउटा छ फेरि अझै एउटा बाँकी छ हो खाना रेडी अब खानासाना खाएर बोकेर गाउँ जाने हो गाई तल्लीको धान फाँड हेर्न सक्नुहुन्छ धानको खेत माथि कैयौँ झर्ना हल्का बादलले छेकेको छ यता बाजेले ल्याइसक्यो अघि मैले यहाँ यो ल्याइदिएको यो चाहिँ टुकु खेत चाहिँ यस्तो छ खेतको अवस्था पानी परेर बिजोग काम गर्नै भएन के गर्नु हो गर्नै पर्यो अवस्था नाजुक छ यता अब खाजासाजा खाएर घरतिर जान्छौँ है यो सामानहरू स्टोर गर्ने ठाउँ टुगु खाजासाजा खाने बास पनि बस्न मिल्छ यहाँ पानी यस्तो छ मौसम पाओ थिएँ त चिसै नि
了飞不单车呀。这真的，这朋友妈那个别做个些，哎你，这朋友妈那个来子呢？这朋友妈那到你们这是对的，不做朋友的噻，这做朋友啊，啊，做朋友嘛，比较少。यस्तो छ है होला ल हामी चाहिँ खानासाना खाएर भारी बोकेर आयौँ आजलाई यति नै गाइज स्टे हेल्दी स्टे ह्याप्पी अर्को भ्लगमा भेट्ने बाचाको साथ अहिलेलाई बिदा हुन चाहन्छु हस्त धन्यवाद यस्तो छ यहाँ भारी बिसाइयो अब यो उकालो गाह्रो छ आइपुग्यो हामी